नेपालको राजनीतिमा एउटा नयाँ तरङ्ग आएको छ र यसले केही ठूलै परिवर्तनहरू ल्याउँदैछ। आखिर नेपालको राजनीतिमा भइरहेको के हो त? खासमा दुईवटा ठूला कामहरू हुँदैछन्। ल पहिलो कुरा गरौँ, सरकारले ठूला पदका व्यक्तिहरूबाटै भ्रष्टाचारको छानबिन सुरु गरेको छ। सीआईबीले देशका 4 जना पूर्व प्रधानमन्त्रीहरूको सम्पत्तिमाथि नै अनुसन्धान थालेको छ। यो लिस्टमा देशका केही सबैभन्दा शक्तिशाली नेताहरूको नाम छ। हेर्नुहोस् त। छानबिनको दायरा अझै बढेको छ। पूर्व मन्त्री दीपक खड्का त पक्राउनै परिसके। सोच्नुहोस् त, लगभग 10,000 व्यक्ति छानबिनमा पर्दैछन्। यसमा आफन्त र कर्मचारीहरू पनि छन्। अब यो कदमको प्रतिक्रिया पनि आएको छ। नेकपा एमाले सरकार विरुद्ध विरोध गर्ने घोषणा गरेको छ। अब दोस्रो ठूलो परिवर्तन, त्यो हो सरकारी कामलाई डिजिटल बनाउने अभियान। हेर्नुहोस् त, हरेक कामको लागि कडा डेडलाइन तोकिएको छ ताकि काम छिटो होस्। तर यो कागजविहीन कार्यालय भनेको के हो त? सुन्दा अलि अप्ठ्यारो लाग्छ, तर सजिलो छ। मतलब अब कुन फाइल कहाँ पुग्यो भनेर कम्प्युटरले नै देखाउँछ। ढिला भए तुरन्तै थाहा हुन्छ। ल, यी सबै कुराले हामी जस्ता सर्वसाधारणलाई के फाइदा हुन्छ त? यो पो हो त खास कुरा। पहिलेको ढिलासुस्ती र झन्झटको ठाउँमा अब छिटो र सजिलो सेवा दिने लक्ष्य छ। सिधा भाषामा भन्नुपर्दा अब सरकारी अफिसमा लाइन बस्ने झन्झट कम हुने भयो। यी कदमहरू साँच्चै नै ठूला छन्, जसले पुरानो तरिकालाई बदलेर नयाँ बाटो बनाउँदैछ। सुरुवात त भयो, तर के यी सुधारले साँच्चै देशमा स्थायी परिवर्तन ल्याउला त? प्रश्न यही हो।